नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गएको छ। तर आज पनि लाखौँ नेपालीको जीवन यही कृषि क्षेत्रमा निर्भर रहन्छ। हाम्रो खाना, हाम्रो रोजगारी, ग्रामीण अर्थतन्त्र, उद्योगका लागि कच्चा पदार्थ र देशको आयात घटाउने आधार सबै कृषिसँगै जोडिएको छ। अब प्रश्न उठ्छ, यति महत्त्वपूर्ण क्षेत्र हुँदाहुँदै पनि के कृषि वास्तवमै देशअनुसार प्राथमिकतामा छ? आजको कृषि कन्टेक्स्टमा हामी बजेट 2083-84 को कृषि क्षेत्रको विस्तृत विश्लेषण गर्नेछौँ। नेपालको कृषि क्षेत्रले दशकौँदेखि भोग्दै आएको साझा चुनौती हो कम उत्पादकत्व, सिँचाइको सीमित पहुँच, अनुसन्धानमा न्यून लगानी, कमजोर कृषि विस्तार सेवा, बढ्दो उत्पादन लागत, बजारको अनिश्चितता र युवा जनशक्तिको पलायन। यही सन्दर्भमा सरकारले आर्थिक वर्ष 2083-84 का लागि कृषि क्षेत्रमा 46 अर्ब 92 करोड रुपियाँ विनियोजन गरेको छ। कृषि तथा पशुपन्छी विकासका लागि रु 46 अर्ब 92 करोड विनियोजन गरेको छु। बजेट भाषणमा कृषि पुनरुत्थान, किसान केन्द्रित सेवा प्रणाली, कृषि अनुसन्धान, कृषि प्रशोधन, निजी क्षेत्रको लगानी र सिँचाइ विस्तारलाई प्राथमिकतामा राखिएको छ। तर प्रश्न उठ्छ, के यो बजेटले कृषि क्षेत्रका संरचनागत समस्यालाई सम्बोधन गर्छ वा तत्काल समस्याको व्यवस्थापनमै सीमित रहन्छ? सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गरे पनि तथ्याङ्कका अनुसार कृषि, वन तथा पर्यावरण मन्त्रालयको कुल बजेट गत वर्षको करिब 57 अर्ब 48 करोड रुपियाँबाट घटेर 46 अर्ब 92 करोड रुपियाँमा पुगेको छ। अर्थात् कृषि मन्त्रालयको कुल बजेट करिब 10 अर्ब रुपियाँभन्दा बढीले घटेको छ। यो विरोधाभास देखिन्छ। एकातिर कृषि पुनरुत्थानको कुरा भइरहेको छ भने अर्कातर्फ मन्त्रालयकै बजेट घटिरहेको छ। यद्यपि बजेटको मूल्याङ्कन केवल कुल रकमले मात्र हुँदैन, कुन क्षेत्रमा कति लगानी गरिएको छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ। त्यसैले बजेटलाई क्षेत्रगत रूपमा विश्लेषण गर्नु आवश्यक पर्दछ। यस वर्ष रासायनिक मल खरिदका लागि 32 अर्ब 46 करोड रुपियाँ विनियोजन गरिएको छ, जुन कृषि बजेटको सबभन्दा ठूलो हिस्सा हो। पहिलो नजरमा यो अत्यधिक ठूलो रकम जस्तो देखिन सक्छ, तर कृषि उत्पादनको वर्तमान अवस्थालाई हेर्दा सरकारले मलमा लगानी गर्नु स्वाभाविक पनि हो। नेपालमा धान, गहुँ, मकै लगायतका प्रमुख बालीहरूको उत्पादन प्रणाली अझै पनि रासायनिक मलमा निर्भर रहन्छ। यदि सरकारले समयमै मल आपूर्ति गर्न सकेन भने प्रत्यक्ष असर उत्पादन र खाद्य सुरक्षामा पर्न सक्छ। त्यसैले समस्या मलमा गरिएको लगानी होइन। वास्तविक प्रश्न के हो भने वर्षौंदेखि अरबौं रुपियाँ मल खरिदमा खर्च भइरहँदा नेपालले वैकल्पिक पोषण व्यवस्थापन प्रणाली निर्माणमा कति लगानी गरिरहेको छ त? यदि सरकारले 32 अर्ब रुपियाँभन्दा बढी रासायनिक मलमा खर्च गरिरहेको छ भने समानान्तर रूपमा प्राङ्गारिक मल, हरियो मल, बायो फर्टिलाइजर, कम्पोस्ट व्यवस्थापन, माटो सुधार तथा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्टमा पनि उल्लेखनीय लगानी गर्नुपर्ने हो। तर प्राङ्गारिक तथा हरित मल प्रवर्धनका लागि केवल 36 करोड रुपियाँ मात्र विनियोजन गरिएको छ। यो तथ्यले नेपालको कृषि नीति अझै पनि उत्पादन कायम राख्ने तत्कालीन आवश्यकतामा केन्द्रित रहेको देखाउँछ। तर दीर्घकालीन आत्मनिर्भर पोषण व्यवस्थापन प्रणाली निर्माणतर्फ पर्याप्त ध्यान नपुगेको सङ्केत गर्दछ। यदि यही प्रवृत्ति जारी रहने हो भने नेपाल हरेक वर्ष मल आयातका लागि ठूलो रकम खर्च गर्ने चक्रबाट बाहिर निस्कन कठिन हुनेछ। त्यसैले बजेटको कमजोरी मलमा खर्च गर्नु होइन, मलमाथि निर्भरता घटाउने रणनीतिमा कमजोर लगानी गर्नु हो। यस वर्षको बजेटको सबभन्दा चर्चित घोषणामध्ये एक ग्रिन युरिया उद्योगको स्थापना पनि हो। यो अवधारणा सकारात्मक छ। नेपालसँग जलविद्युत उत्पादनको सम्भावना छ र स्वदेशी विद्युत प्रयोग गरेर युरिया उत्पादन गर्न सकिए आयात प्रतिस्थापनमा ठूलो योगदान पुग्न सक्छ। तर यथार्थ पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। युरिया उद्योग विश्वकै सबभन्दा पुँजीगहन औद्योगिक परियोजनामध्ये एक मानिन्छ। यसको व्यवस्थापना र सञ्चालनका लागि अत्यन्त ठूलो प्रारम्भिक लगानी, उच्च प्रारम्भिक क्षमता, निरन्तर विद्युत आपूर्ति आवश्यक हुन्छ। यसैले ग्रिन युरियालाई तत्काल समाधानको रूपमा होइन, दीर्घकालीन रणनीतिक परियोजनाको रूपमा हेर्नुपर्दछ। यसले छोटो अवधिमा मल समस्या समाधान नगरे पनि दीर्घकालमा नेपालको कृषि क्षेत्रलाई आयात निर्भरताबाट मुक्त गराउने सम्भावना पनि राख्दछ। सरकारले कृषि आधुनिकीकरणलाई प्राथमिकता दिइरहेको बताइएको छ। तर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको बजेट गत वर्षको करिब 3 अर्ब 50 करोड रुपियाँबाट घटेर 2 अर्ब 7 करोड रुपियाँमा पुगेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु 2 अर्ब 7 करोड विनियोजन गरेको छु। यो तथ्यले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ। यदि कृषि रूपान्तरणको आधार नै आधुनिकीकरण हो भने यसको प्रमुख कार्यक्रमको बजेट किन घटाइएको छ? यान्त्रिकरण, उत्पादन क्लस्टर, सुपर जोन, मूल्य श्रृङ्खला विकास तथा व्यवसायीकरण जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन पर्याप्त लगानी आवश्यक पर्दछ। बजेट कटौतीले यी कार्यक्रमको प्राथमिकतामाथि प्रश्न उठाउँछ। बजेट भाषणमा कृषि अनुसन्धान केन्द्रको पुनरुत्थान, उन्नत बिउ विकास, स्थानीय हावापानी अनुकूल जात विकास तथा जैविक प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइएको उल्लेख छ। तर अनुसन्धान तथा नवप्रवर्धनका लागि छुट्टै र स्पष्ट वित्तीय प्रतिबद्धता देखिँदैन। नेपालको कृषि क्षेत्रको सबभन्दा ठूलो समस्या उत्पादन मात्र होइन, उत्पादकत्व पनि हो। हामीले धेरै वर्ष खेतीयोग्य क्षेत्र विस्तार गर्नभन्दा उत्पादकत्व बढाउनुपर्ने आवश्यकता महसुस गरिरहेका छौँ।
भारत, चीन, भियतनाम, ब्राजिल लगायतका देशहरूले कृषि क्षेत्रमा फड्को मार्दा अनुसन्धान, विश्वविद्यालय, बिउ बिजन, कृषि प्रविधि र विस्तार सेवामा निरन्तर लगानी गरेका थिए। नेपालमा भने अनुसन्धान अझै पनि बजेटको केन्द्रमा आउन सकेको देखिँदैन। यदि अनुसन्धानमा पर्याप्त लगानी भएन भने उत्पादकत्व वृद्धि, जलवायु अनुकूल कृषि, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लक्ष्यहरू प्राप्त गर्न कठिन हुनेछ। यस वर्ष सरकारले 2 करोडसम्म प्रारम्भिक लगानी गर्ने कृषि तथा पशुपालन व्यवसायीलाई 40% प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ। सरकारको उद्देश्य निजी क्षेत्रको लगानी आकर्षित गर्नु हो। यसको सकारात्मक पक्ष के हो भने कृषि क्षेत्रमा ठूला लगानी, रोजगारी सिर्जना, प्रशोधन उद्योग तथा व्यवसायीकरणलाई गति दिन सकिन्छ। तर यहाँ अर्को प्रश्न पनि उठ्छ। नेपालका अधिकांश किसान साना तथा मझौला किसान हुन्। अधिकांशसँग 1 हेक्टरभन्दा कम जमिन छ। उनीहरूको मुख्य समस्या लगानी अभाव, उत्पादन लागत, सिँचाइ, बजार, बिउ र न्यून मूल्य हो। यस्ता किसानका लागि 2 करोड रुपियाँ लगानीमा आधारित अनुदान कार्यक्रम प्रत्यक्ष रूपमा पहुँचयोग्य देखिँदैन। त्यसैले बजेटले कृषि व्यवसायीकरणलाई प्रोत्साहन गरे पनि साना किसानका लागि लक्षित कार्यक्रमहरू तुलनात्मक रूपमा कम देखिएका छन्। बजेटमा केही सकारात्मक सुधारका सङ्केतहरू पनि देखिन्छन्। किसान परिचय पत्र वितरण, भूमि ब्याङ्क स्थापना, कृषि बिमामा 80% विनिमय अनुदान, वेयरहाउस रिसिभ फाइनेन्सिङ, कृषि प्रशोधन केन्द्र स्थापना, किसान केन्द्रित सेवा प्रणाली, कृषि अनुसन्धान केन्द्र पुनरुत्थानको प्रतिबद्धता, ग्रिन युरिया उद्योगको अवधारणा जस्ता कुराहरू सकारात्मक र प्रशंसायोग्य छन्। विशेष गरी वेयरहाउस रिसिभ फाइनेन्सिङ, प्रशोधन उद्योग र कृषि बजार प्रणालीसँग सम्बन्धित कार्यक्रमले उत्पादनभन्दा बाहिरको कृषि मूल्य श्रृङ्खलामा ध्यान दिन खोजेको देखिन्छ। नेपालको कृषि क्षेत्रमा समस्या योजना अभाव होइन, समस्या कार्यान्वयन हो। भूमि ब्याङ्क, किसान परिचय पत्र, कृषि आधुनिकीकरण, अनुसन्धान सुधार तथा बजार व्यवस्थापन जस्ता विषयहरू वर्षौंदेखि बजेटमा दोहोरिँदै आएका छन्, तर अपेक्षित परिणाम अझै सीमित छन्। त्यसैले यस बजेटको सफलता नयाँ कार्यक्रम घोषणा गरिएकोमा होइन, ती कार्यक्रम कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने कुरामा निर्भर रहनेछ। समग्रमा भन्नुपर्दा आर्थिक वर्ष 2083-84 को कृषि बजेट न त पूर्ण रूपमा किसानमुखी छ, न त पूर्ण रूपमा लगानीकर्तामुखी। यो बजेटले तत्कालको उत्पादन धान्ने बाध्यता र दीर्घकालीन संरचनागत सुधारको प्रयासबीच एउटा अधुरो सन्तुलन खोजेको देखिन्छ। नेपालको कृषि क्षेत्रलाई साँचो अर्थमा रूपान्तरण गर्ने हो भने हामी मल वितरणको चक्रभन्दा माथि उठेर अनुसन्धान, माटोको स्वास्थ्य, जलवायु अनुकूल र साना किसानको सशक्तिकरणमा केन्द्रित हुनै पर्छ। न त बजेटका अङ्कहरू फेरिने छन्, तर हाम्रा किसानको नियति र अवस्था भने उस्तै रहनेछ। यस विषयमा तपाईँको आफ्नो बुझाइ के छ? आफ्नो अमूल्य सल्लाह र सुझावहरू तलको कमेन्ट सेक्सनमा अवश्य राख्नुहोला। त कृषि कन्टेक्स्टमा आजलाई यति नै। कृषि क्षेत्रको यस्तै विश्लेषणका लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद।